हाम्रो पेट नदुखोस् है दुख्न ल हजुरहरुकै हो हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु आस्मा डायरीज। आजको भिडियो चाहिँ एकदम स्पेशल छ। लास्टसम्म हेर्नु होला। स्पेशल हुने थियो तर भएन किनभने आज मेरो देवरको बिहे हो। आज जन्ती गइसक्नु भयो अनि म चाहिँ स्याडली जान पाइन। हामी चाहिँ जान पाइनौँ किनभने मेरो हुनेवाला देवरानीको घर चाहिँ उता इलाममा हो, सलकपुरमा। अनि यहाँदेखि जाँदाखेरि चाहिँ धेरै लङ टुर हुने भएर थोरैजना मात्रै जानु भएको छ जन्ती। सो भोलि चाहिँ हामी वेलकम गर्नेछौँ। अनि आज चाहिँ हामी यत्तिकै घरमा सेलरोटी बनाउने प्लान छ। आमाहरूले सेलरोटी बनाउनुहुन्छ, सेलरोटी बनाउने, खाने, रमाइलो गर्ने, पाहुनाहरू आउनुहुन्छ, रमाइलो गर्नेछौँ भोलि चाहिँ। अनि आज नाइटमा आएर भोलि बिहान आइपुग्नुहुन्छ जन्तीहरू चाहिँ। अनि त्यसपछि रमाइलो हुनेवाला छ। अनि स्पेसल चाहिँ के छ भने खासमा बिहेमा बाजा नराख्ने भनेको थियो होइन, तर यसो सोच्यौँ अनि आमाले पनि ल सरप्राइज दिउँ है त भनेर अनि बाजा भनेको छ, पञ्ची बाजा। हजुर ल के गर्छु, आऊ न त माथि आऊ। हेर्नुहोस् है यहाँ एरिस के गर्दैछ, सलक्कै यहाँ ढलेर बसिरहेको छ। उठ भनेको नि मान्दैन अघि नदेखि नै। अनि बाजा हुनेवाला छ। अनि एकदम रमाइलो गर्दै उता बालकुमारी मन्दिरमा चाहिँ सिन्दुर पोते गरेर अनि घरभित्र आउनुपर्छ। बाजामा छमछमी नाच्नुपर्छ। हेर्दै गर्नुहोला। अब चाहिँ माथि आमाहरूले कतिखेर सेल पकाउनुहुन्छ, म हजुरहरूलाई सेल पकाएको क्लिप्सहरू पनि देखाउँछु है त। के भयो अरे गाइस, हाम्रो यहाँ बिहे घरमा चाहिँ हाम्रो ठुलो मम्मीले सेल पकाउँदै हुनुहुन्छ। हाई ठुलो मम्मी, कस्तो दामी पकाउनु भयो त हौ। हाम्रो पेट नदुखोस् है, थुक नलिनु है गाइजहरू। यहाँ बेहुलाको आमा यहाँ पेदुक भयो अरे आमाहरूलाई। के हो भनिदिनुहोस्, पेदुक भनेको? पेदुक भनेको थाक्यो हैरान भयो। हामी चाहिँ काम गर्दा हैरान। यहाँ जन्ती जानेहरूको फोटो रमाइलो है। हामी चाहिँ यहाँ फोटो हेर्दै हेर न, सासु पनि त्यति सजिलो हुन्छ र। उनीहरूको फोटो हेरेर हामी डारे गर्दै बस्दै, हामी चाहिँ यहाँ काम गर्दा अन्त यहाँ ल हामी चाहिँ फोटो हेर्दै अनि फोटो हेरेर हामी चाहिँ यहाँ काम गर्दै मरि काम गर्दै यहाँ थाकिसक्यो। काम गर्ने बेला ठकै लाग्दैन के, काम नसिधेसम्म ठकै लाग्छ। के अरे मेरो दिदीले मिठो सल पकाएर त्यसमै खुसी छु म। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ अर्को दिन भइसकेको छ। अनि मैले चाहिँ हिजो यो यहाँ ल अनि हिजो मैले भ्लग स्टार्ट गरेको थिएँ। हिजो चाहिँ मेरो देवरको जन्ती थियो। अनि जन्ती चाहिँ नाइटमा आज बिहान आइपुगिसक्नु आँट्नुभयो। अब हामी चाहिँ रेडी हुनु आँटेको। अनि त्यसपछि बेहुली लिन बालकुमारी जानुपर्छ। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, सी इज गेटिङ रेडी। अनि हामीले यहाँ के गरिसक्यौँ बिहान आई विल सो यु। यहाँ चाहिँ बेहुला बेहुलीको रुम। अनि यहाँ चाहिँ बन्द गरेर राख्नुपर्छ, एरिसले सबै। यो चाहिँ मेरो छोरी, से हाई।
यो चाहिँ मेरो छोरा से हाई यहाँ चाहिँ 2जना बच्चा खेल्दै हुनुहुन्छ ल अब चाहिँ रेडी भएपछि भेटौँ होला रेडी आऊ न तिमी जन्ती आइपुग्नु आँटिसक्यो त अब कहाँ छ साडी त लिएर आउनु नि ल गाइज अब चाहिँ रेडी भइसकेपछि राम्री भइसकेपछि भेट्छु तपाईँहरूलाई सी यू बाई हाम्रो यहाँ हस्याङ खस्याङ हुँदैछ खानेकुरा रेडी भएछ हेलो बडी रेडी भयो रेडी हुनु लाग्यो ल बाहिर हो ए ल ठिक छ त यहाँ रेडी हुँदैछ है पूजा सामान हामी रेडी भयौँ हेलो ओ दिना दिदी हाई हाई अबे खोइ ल यहाँ हेर न नन्दनको टाइम लागेको छ जेठानी बनेर कस्तो अनुभव भइरहेछ खतरा खतरा भन्दै ढङ्ग परिरहेको छ है बज्यो 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 कुशल ठुलो बुहारी अब देउरानी आउँदैछ कस्तो लिने नाच्नु बाजा बज्यो त ल नाच्दिनु ल हाम्रो त स्पिकर बजाउनुपर्छ त नभन्छ त यसो भने नाचौँ न हाम्रै हो के बाजिरहेको हो सरप्राइज दिएको हो के हजुरहरूलाई हजुरहरूकै हो ल बाजा बजिसक्यो छिटो रेडी हौ मै ल वेट वेट बाबा ऊ एरिस गइसक्यो अगाडि अगाडि क्या रिमिक्स रहेछ त ए आज चाहिँ हामीले नेवारी लाउनु पर्ने है किन लाउनु क्या रिमिक्स हुन्थ्यो अनि सबै मिक्स हुन्थ्यो नि खुसी भयो ल ल जाऊ है जाऊ है ल ल बेहुला बेहुली खोइ रेडी भएको हाई ल जन्ती गएको हो नाच्नु नाच्नु
पूजा सके भयो है भाग्यमानी ल हगी गर्नु हगी हग गर्नु दुईजनाले लु लु है ल पाली काकुको बिहे भयो बाजेलाई कस्तो लाग्दैछ एकदम रमाइलो रमाइलो लाग्दैछ बोल्नु पनि सकिरहेको छु हो के भयो इमोसनल ल सम्पन्न भयो अब चाहिँ निनी सम्पन्न भयो
पूजा हुँदैछ यहाँ यो भाग्यले पाएको हो के भयो बाबा बागमती के साथ ही मनोरंजन प्रभाव चित्र मान प्रवाह ही अपनी चित्र शांति चित्र संगत चित्र रात चित्र मनोरंजन नंबर जल्दी दान ज्ञान संगत प्रमोद चित्र जेठानी हाम्रो भाइले दिँदैन तेरो पालो होइन अब तेरो पालो होइन अब ती धनु पर्ने ती धरेछ तेरो पालो बबी अब जेठानी जी दङ्ग हो जेठानी धेरै अब मेरो पालो हो के रे ऊ भयो कति जानु नपाए पनि नाची नाची आउनु पायो चिनाइदिनु दिदी हाम्रो तरुनी मम्मी है तरुनी हो म भन्दा सानो तर मम्मी पर्छ आसमाको मम्मी है आसमाको मम्मी के जेठानी तिम्रो जेठानी दिदीको मम्मी जेठानी दिदीको मम्मी एउटा राख्नु अनि एउटा चाहिँ राख्नु हाम्रो तरुनी मम्मी तरुनी मम्मी माइ डियर तरुनी मम्मी माइ डियर तरुनी मम्मी नै भइसक्यो पुरै डियरै हो ल सक्यो होला ल बिहे सक्यो आजको भोलि बाँकी छ पार्टी यो भने यसको यो गरेको मतलब यो हो है बुझ दिदीहरू कति कराउनु सकेको भन्ला रमाइलो हुँदैन थाहा पनि हुँदैन अघि जस्तै मंजो श्री लोकनाथ अब एउटा फोटो चाहिँ सलेचा 2000 वज्रपाणी सुख बलय करो ओठमा मात्रै छुवाउँदा नि हुन्छ सुरुपै
म त ओठ्नु मात्रै छु ओठ पनि पोलेको थियो टोला पेट्यो जी ल त्यो लास्ट हो नि मेरो ओठमा त छुयो हुन्छ अब एउटा उ गर्नुपर्छ पशुपति जमको वज्रखण्ड ए काकुले त भयो होला त हौ त भयो होला अब झुटो गरेर तल राखिदिने होइन एकछिन अब तल नराख फेरि लट्ठ भइराख्ला दुवैजना भयो अब तल अब तल राखेको भयो सुरुमा त पानी त्यो अन्डा चाहिँ छानेको राख्छ हेलो गाइज भिडियो एन्ड गर्न आएको आज चाहिँ बिहेको भिडियोहरू बिहेको मैले क्लिप्सहरू खिचेको छु तर म खासै बोलेर चाहिँ खिच्न पाएन किनभने अलिक बिजी भयो घरमा अनि त्यसपछि चाहिँ अलिअलि खिचेको क्लिप्सहरू हालिदिन्छु आई होप हजुरहरूलाई मन पर्यो होला हेरिसक्नुभयो भिडियो होइन त्यही हो हाम्रो चाहिँ आज मेरो दियरको बिहे सम्पन्न भयो घरमा आइपुग्नु भयो बिहान नै भित्र आएको अनि हाम्रो नेवारी के परम्पराले नै सबै कुरा गरेर चाहिँ विवाह सम्पन्न भइसक्यो अनि आज दिनभरि पाहुनाहरू हुनुहुन्थ्यो कामसाम सकाएर अहिले चाहिँ 10 बज्यो अब सुत्नु आँटेको अनि त्यही भिडियो एन्ड गरेको थिएन नि त मैले त्यही एन्ड गर्दैछु अहिले चाहिँ ल थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड बाई बाई सी यू टुमोरो सी यू इन नेक्स्ट भिडियो बाई